family, welcome back to my new video. म चाहिँ सुस्मिता चामलिङ सबैजनालाई सेवा नमस्कार एन्जय मसी आयोग सबैजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। आज चाहिँ हाम्रोमा पुरा पानी परिरहेको छ त्यही पनि हामी चाहिँ यहाँनिर लोक्ता केलाउँदै छौँ। कागज लाउनु चाहिँ त्यति सजिलो छैन साथीहरु, यो पकाएर खोजेर अनेक गर्नुपर्छ अनि यसरी केलाउनु पर्छ। यो कालो कालो जति सबै केलाउनु पर्छ। अनि आज चाहिँ हाम्रोमा पुरा पानी परिरहेको छ यस्तो झिरी अनि त्यहाँदेखि यहाँनिर गरिरहेको छौँ। मम्मी चाहिँ टनेल बाहिर प्लास्टिक ओढेर गरिराख्नु भएको छ, म चाहिँ टनेल भित्र छु। यसरी कालो कालो चाहिँ निकाल्नुपर्छ हैन, अनि यो राम्रोलाई चाहिँ राख्नुपर्छ, कुट्नुपर्छ। फेरि कसैलाई जान मन भए कमेन्ट गर्नु होला। म घाम लागेको दिन पुरा प्रोसेस भनेको सबै लाउने भनिरहेको छु कि, तर अब कहिले हुन्छ यस्तोहरू चाहिँ निकाल्नुपर्छ। अनि अब यो राम्रो भयो नि त, यो राम्रो भयो। अब यसलाई राख्ने अनि कुट्ने, फेरि अर्को निकाल्ने, यस्तो कालो कालो फ्याल्दिने। कतिले चाहिँ कालोमा पनि लाउँछ, त्यो चाहिँ पेस्टिङ हो, त्यसको त पैसा थोर हुन्छ। जति मेहनत गर्यो त्यति राम्रो पैसा भन्ने चाहिँ यहाँनिर छ क्या। किनकि जसले यस्तरी केलाएर लाउँछ दुःख त हुन्छ तर पैसा राम्रो आउँछ। हाम्रोमा चाहिँ रातभरि पनि पानी परेको छ अनि दिनभरि पनि पानी परेको छ। यस्तै छ साथीहरु। अस्ति लसुन रोपेको चाहिँ उम्रिसक्नु भएको छ। मेरो भ्लगहरु चाहिँ अलिक ढिलो ढिलो आयो। सबै नै यस्तो कालो कालो चाहिँ निकाल्नुपर्छ। यस्तो चाहिँ यस्तै छ कामहरु। साथीहरु म फेरि पनि खोर्सानी टिप्न आइपुगेको छु। आजको खोर्सानी चाहिँ म अचार लाउन आइरहेको, त्यही भएर टिप्न आइरहेको छु। हेर्न न, अस्तिसम्म कति धेरै पाकेको थियो होइन, अनि टिपेँ अनि जस्तो भर्खर आएर एक दुईवटा टिपेर लगेँ, फेरि पनि यतिको छ। अब क्यामेरा चाहिँ कहाँ देखिरहेछ थाहा छैन, देखिन चाहिँ देखिरहेछ होला नि। यहाँनिर हाम्रो चाहिँ टुक्रुकेको करेला पनि रहेछ, त्यो चाहिँ देखेको थिइनँ। अनि मैले अस्ति जुन देखाएको थिएँ नि यहाँ तपाईँहरूले खोर्से करेला र इस्कुस, अनि त्यसको चाहिँ बोटै लडेको छ। जस्तै पानी र हावा परेको थियो, पानी र हावा आएको चलेको थियो, त्यही भएर चाहिँ यसरी लडेको छ। यो चाहिँ यहाँनिर थाम्नु सकेन रहेछ क्या यसले, इस्कुसहरू बढी भएर, अनि त्यही भएर त्यस्तै छ। करेली पनि लडेछ, करेली। हाम्रो गाउँको मौसम चाहिँ यस्तो छ। म चाहिँ साखेजुङबाट आएको नि त, अनि साखेजुङै छ क्या यहाँ पनि। झन्डै हुस्सु लाग्यो, पानी पर्यो, त्यस्तै भइरहन्छ। अनि मलाई रिस उठ्छ, यति धेरै पाकिसकेको छ। फेरि पनि टिप्छु। अनि यो चाहिँ अचार लाउने भनेर सोचिरहेको छु। त्यही काँक्राहरू माथि पनि फलिरहेको रहेछ, यहाँ पनि फलेछ। जुम गरेर देखाइदिनु पर्ला। यहाँ पनि फलेको छ होइन, अनि यहाँ पनि फलेको छ। अरू त त्यस्तै हो, परिवर्तन यति भएको रहेछ। यो लड्यो ग्याममै, अब त्यस्तै छ। हाम्रो यो चाहिँ रोड हो कि खासमा, तर के गर्नु, भैँसी हिँड्ने ठाउँ जस्तो छ। किन भन्नुहुन्छ होला, सबै घाँसै घाँस छ, रोडहरू घाँसै घाँस छ। यस्तै छ, परिवर्तन भएको विकास नभएको भनिन्छ यस्तोलाई, त्यस्तै लाग्छ मलाई। अब म टिप्छु साथीहरू। मैले चाहिँ आज केही पनि गरेन, बिहान लोक्ता केलाएँ अलिकति, अनि त्यहाँदेखि लोक्ता केलाएर सुत्नु त सुतिनँ, फोन हेरेँ, त्यस्तै छ। पानी परेको गऱ्यो नि त, भर्खर अघि त रहेको। अहिले पनि फेरि यस्तो हुस्सु लागिरहेछ, कति बेला पानी पर्ने हो थाहा छैन। आज चाहिँ अलिक काँचो पनि लगाउँ क्या हो, काँचो रे अलिक नपाकेकोहरू पनि। फल्नु पनि के साह्रो फलेको, कोही बेला चाहिँ एउटा हुँदाखेरि चाहिँ साफी हुन्छ। के होला नि यो, अचम्मै लाग्छ मलाई त्यो कुराहरू चाहिँ। नहुँदाखेरि चाहिँ एउटा हुँदैन, अनि हुँदाखेरि चाहिँ फेरि साफी हुन्छ। किन होला त्यस्तो भएको। ल साथीहरू, खोर्सानी टिपिसकेर भेटौँ। खोर्सानी यति मात्रै छ, टिपिसकेर अलिकति आइसकेको छु।
अनि यस्तो जोस छ भने नि धन्न खोर्सानी चाहिँ फलिरहेछ भनौँ न धन्न फलिरहेछ। तर अब यो खोर्सानी बढी भयो क्या हामीलाई धेर खानु पनि होइन अपच भयो। यहाँ त मम्मीहरूले के पो रोप्नु भएको हो, यहाँ त के रोप्नु भएको हो जस्तै, ए मटर रोप्नु भएको साँच्ची यहाँनिर। त्यस्तै हो, त्यस्तै छ। अब खोर्सानीहरू कहिले कहिले पाक्ने हो। अब यो चाहिँ अचार बनाउँछु ल, देखाउँछु ल अहिले भने। सो गाइस मैले अचार पनि लगाइसकेँ एक बुटा। अब हेरौँ पछि कस्तो हुन्छ। फर्स्ट टाइम लगाएको कि अब यसरी लाउने हो होइन केही पनि थाहा छैन। अब के हुन्छ कस्तो हुन्छ चाहिँ म पछि रिजल्ट भन्छु ल।